कुनै पनि लोगो बनाउनको लागि बेस्ट एप्लिकेसन हो पिक्सल ल्याब। पिक्सल ल्याबबाट हामी वाटर ड्रपिङ लोगो कसरी बनाउँछौँ यस भिडियोमा हामी सिक्नेछौँ। र हाम्रो भिडियो भाइरल गर्नको लागि लोगो र थम्बनेल इम्पोर्टेन्ट चिज हो। ल हामी सुरु गर्छौँ। सबभन्दा पहिले हामी पिक्सल ल्याब ओपन गर्छौँ, त्यहाँबाट युट्युब साइज लिन्छौँ। त्यसपछि ब्याकग्राउन्ड कलर ओपन गर्छौँ। कलरमा गएर हामी कुन कलर चुज गर्ने हो एडिट गरेर त्यो कलर लिने हो। मैले वाइट राखेको छु, डार्क वाइट। यो ड्रपिङ टाइप लोगोको लागि यो डार्क कलर राम्रो हुन्छ, डार्क वाइट। त्यो हामी सेलेक्ट गर्छौँ। त्यसपछि हामी सेपमा गएर राउन्ड सर्कल सेप एड गर्छौँ। हामी यो राउन्ड सर्कल एड गरिसकेपछि हामी ओके गर्छौँ। ओके गरिसकेपछि फेरि यसलाई अलि साइज कति साइजमा आफूलाई चाहियो त्यो साइजमा हामीले मिलाउँछौँ। त्यसमा साइज मिलाइसकेपछि हामी यसलाई स्याडोमा जान्छौँ। स्याडोमा गएर यसलाई स्याडो दिने, साइडमा साइडो दिनुपर्छ। ब्ल्याक कलर स्याडो हामी एड गर्छौँ। अनि यो ब्ल्याक कलर साइड अफसेटीलाई हामी 50 मा राख्छौँ। 50 मा ब्ल्याक कलर राम्रो आउँछ यसमा। र तलको हामी 3 मा राख्छौँ। अनि यहाँ ओके गरिदिन्छौँ यसलाई। फेरि यहाँ हामी कपीमा जान्छौँ, यसलाई कपी गर्छौँ अर्को। अनि यसलाई पनि पोजिसनमा राखेर यसलाई सेन्टरमा लिएर आउँछौँ। हामी पोजिसन मिलाएर बिचको पोजिसन थिचेर यहाँ सेन्टरमा हामी ल्याउँछौँ। यसलाई सेन्टरमा राखिसकेपछि फेरि हामी यसलाई ओके गर्छौँ। ओके गरिसकेपछि हामी फेरि स्याडोमा जान्छौँ। स्याडोमा गएर अब यहाँ हाम्रो 50 मा थियो, यसलाई हामी अफसेटीलाई बढाएर हामी यता 50 मा राख्छौँ, -50 मा राख्छौँ। पहिला +50 थियो, अब -50 मा राखेर यसलाई कलर वाइट गरिदिन्छौँ। यतापट्टिको वाइट एड हुन्छ हाम्रो। अनि फेरि हामी यसलाई ओके गरेर फेरि अब ब्ल्याक कलर सेलेक्ट गर्छौँ। अनि ब्ल्याक कलर यसलाई साइडमा मिलाएर ल्याउनुपर्छ। अफसेटीलाई हामी त्यही अफसेट एक्सलाई हामी 28 मा सेट गर्छौँ। सेट गरिसकेपछि यसलाई अब टेक्स्ट हाल्छौँ यसमा। टेक्स्टमा गएर यहाँबाट टेक्स्ट लिने। अनि टेक्स्टमा आफूलाई कुन नामको लोगो बनाउनु छ त्यो नाम लेख्नुपर्छ। यहाँ हामी एसडी भन्ने लोगो बनाउँछौँ, एसडी नामको लोगो बनाउँछौँ। त्यहाँबाट यस र डी हामी सेलेक्ट गर्छौँ। सेलेक्ट गरेर डन गर्छौँ। डन गरेपछि ओके गर्छौँ। अनि यसलाई हामी फन्टमा गएर अब एसडीलाई हामी यो पोजिसनलाई थिचेर यसलाई आफ्नो सेन्टरमा मिलाउँछौँ यो। अनि कलर हामी ब्ल्याक एड गर्छौँ यसमा। ब्ल्याक कलर एड गरेर राम्रोसँग सेन्टरमा मिलाउने। अनि सेन्टर मिलाइसकेपछि हामी यसलाई यस र डीलाई अर्को कलर हाल्नु छ भने अर्को कलर हाल्न सकिन्छ। आफूलाई जुन मन लाग्छ त्यो कलर हाल्ने। अनि यहाँबाट फेरि गएर फन्टमा गएर फन्ट हामी सेलेक्ट गर्छौँ। फन्ट सेलेक्ट गरेपछि फेरि हामीले सेपमा गएर एउटा सानो सेप बनाउँछौँ। एउटा सेप लिएर हामी यसमा कट गर्छौँ।
यस र डीमा दुईटैमा यसलाई लगाएर हामी यस र डीलाई दुईटैलाई कट गर्छौँ। यो लगाइसकेपछि यसमा राम्रो देखिन्छ, यो लोगो हाम्रो राम्रो देखिन्छ। त्यसैले यसलाई मिलाएर हामीले कट गर्छौँ यसमा। यो लोगोको भित्र हुनुपर्ने, बाहिर भयो भने राम्रो लाग्दैन। भित्र राखेर यसलाई हामी यहाँ सेपलाई एड गरिसके यसमा। अब फेरि अर्को सेप लिन्छौँ। अर्को सेप लिएर फेरि यसलाई एउटा अर्को कट लगाउँछौँ यसमा दुईटा, अनि यसलाई पोजिसन मिलाएर राख्छौँ। पोजिसन मिलाएर राखिसकेपछि हामी यो ओके गर्छौँ। ओके गरिसकेपछि अब हाम्रो लोगो रेडी भयो। अब सेभ गर्नलाई हामी अल्ट्रामा सेभ गर्छौँ यसलाई। अब यसमा अर्को कलर लाउनु छ भने अर्को कलर पनि हाल्न सकिन्छ। म अर्को कलर पनि हालेर देखाइदिन्छु आफूलाई कसरी अर्को कलर गर्ने, ब्याकग्राउन्ड गर्ने। कलरमा गएर यो कलर यहाँबाट चेन्ज गर्न सकिन्छ। यो जुन कलरको आफूलाई चाहियो त्यो कलरको चेन्ज गर्न सक्नुहुन्छ। भिडियो हेर्नलाई धेरै धेरै धन्यवाद। भिडियो राम्रो लाग्यो, इन्फर्मेटिभ छ भने भिडियोलाई लाइक गरिदिनु, कमेन्ट गरिदिनु र च्यानललाई सब्सक्राइब गरिदिनु। यसरी हामी सबै खालको लोगो बनाउन सकिन्छौँ। यहाँबाट जुन कलर चाहियो त्यो कलर चेन्ज गरेर हामी अल्ट्रामा सेभ गर्न सक्छौँ यसलाई।